R15 को भित्री फेरि कन्फ्युज हुनु होला 1 लाख मात्रै भन्नुभएको छ 45,000 मात्रै भन्नुभएको छ 90,000 मात्रै है। नमस्ते, फेरि पनि अर्को एउटा भिडियोमा गणेश तपाईँलाई स्वागत गर्न चाहन्छु र आज पनि आयन रिकन्डिसनकै मैले भिडियो लिएर आएको छु जुन चाहिँ दमकको हो र आयन रिकन्डिसन चाहिँ तेस्रो पटक यहाँ तेस्रो ठाउँमा सरेको छ। ठाउँ लोकेसन खोज्दा अहिले चाहिँ ठ्याक्क खोजेकै ठाउँमा आइपुगेको छ। त्यही भएर लोकेसन पनि म भनिदिने छु। बेलडाङ्गी रोडबाट जुन तपाईँले देख्न सक्नुहुन्छ मेन डाँफे चोकबाट आउँदाखेरि बेलडाङ्गी रोड र लोकेसन भनेको डल्फी स्किन केयर हस्पिटल, त्यसरी नमस्ते दमक रिकन्डिसनको ठ्याक्कै तपाईँको अपोजिटमा चाहिँ यहाँ चाहिँ आयन रिकन्डिसन छ। माथि चाहिँ अहिले रेस्टोरेन्टको छ, त्यो हटाउन बाँकी नै छ, भर्खरै हिजो मात्रै आएको हो। त्यही भएर चाहिँ नयाँ लोकेसनमा चाहिँ तपाईँहरूले हुन त अब बेलडाङ्गी रोडबाट आएर यो प्राय बेलडाङ्गी रोडमै रिकन्डिसनहरूको चाहिँ गाडीहरूको चाहिँ हाउसहरू छ सेलको लागि होइन, धेरै छन् यहाँ होइन। त्यही मध्येमा अब अहिले चाहिँ यहाँ आएको छ आयन रिकन्डिसनको नमस्ते रिकन्डिसन हाउस, केही ठ्याक्कै अपोजिटमा आयन रिकन्डिसन हाउस पर्दछ। र म पनि यहाँ भाडामा पनि पाउँछ है, भाडाको लागि पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ, तर लामो समयको लागि चाहिँ पाउनुहुन्छ, 1-2 दिनको लागि चाहिँ पाउनुहुन्न भाडाको लागि। अनि त्यसरी नै फाइनेन्सको चाहिँ सुविधा छैन, फाइनेन्सको अब कोसिस चाहिँ गर्नुभएको र तर सक्नु भएन छ। त्यही भएर अब त्यही हो, तपाईँले भाडामा लान पाउनुभयो, सट्टापट्टा खरिद बिक्री गर्न पाउनुभयो र धेरै ढिला नगरी अब हामी चाहिँ बाइकतर्फ नै लागौँ। र सुरुवातमा हामी चाहिँ बुलेटबाट स्टार्ट गर्नेछौँ। 3टा बुलेट यहाँ छ, त्यसपछि हामीसँग अरू पनि एकदम सस्तो बाइकमा पनि छ जुन चाहिँ म अहिले पछि भन्ने नै छु भने यो क्लासिक जुन तपाईँले देख्न सक्नुहुन्छ 350cc को होइन। नम्बर चाहिँ प्रदेश 1 छ, तपाईँले देख्न सक्नुहुन्छ, एकदम नन एक्सिडेन्टल अरे वेल कन्डिसन भएको, जम्मा 30,504 किलोमिटर मात्रै कुदेको। अगाडिबाट पनि देखाउनु भन्दा पनि म पछाडिबाट देखाइदिन्छु र मोडल र प्राइस त म भन्ने नै छु कति हो भनेर। तपाईँले चाहियो भने चाहिँ आयन रिकन्डिसनमा सम्पर्क गर्न सक्नुहुन्छ र प्राइस भनेको यसको 3,75,000, तर त्यो पनि नेगोसिएबल रहनेछ। र 2017 मोडलको यो चाहिँ देख्न सक्नुहुन्छ, एलो व्हिलहरू पनि अब मोडिफाइड नै छ, साइलेन्सर पनि तपाईँले देख्छ राम्रो कन्डिसनमा छ। र त्यसरी नै अर्को आएको छ 2016 मोडलको यो अर्को बुलेट जुन देख्न सक्नुहुन्छ, यो चाहिँ किलोमिटर पनि कम कुदेको छ जुन तपाईँले हेर्न सक्नुहुन्छ। अगर बुलेट खोज्दै हुनुहुन्छ भने चाहिँ यहाँ आयन रिकन्डिसन हाउसमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। एकदम नन स्क्रच, एकदम वेल मेन्टेन भएको बाइक है, गाडी नै भन्न आउँछ क्या, प्रायः गाडीको बनाउने भएकाले गर्दाखेरि बाइक हो होइन। 2016 मोडलको 3,20,000 है प्राइस, यो 2016 मोडलको 3,20,000। त्यसरी नै अर्को छ 500cc मा यो है, 500cc मा 15 मोडलको अलिक बढी नै कुदेको जुन तपाईँले देख्न सक्नुहुन्छ होला, 52,516 किलोमिटर कुदेको छ र 15 को 2,80,000। त्यो पनि नेगोसिएबल रहने नै छ, नम्बर पनि म देखाइदिनेछु। अब अगाडिबाट यो भइहाल्यो, त्यसपछि अर्को यो तपाईँलाई देखाएँ होइन, त्यसपछि अर्को यो भइहाल्यो। अनि अब हामी पुरानो बागमतीको लटको V3 को पहिलो V3 मा राम्रो भर्जनमा R15, यही पछि चाहिँ अझै बढी अब मोडिफिकेसन भएर आयो होइन। तर जस V3 भनेको V3 नै हो, आफ्नै ठाउँमा छ। यो 2015 मोडलको अनि प्राइस चाहिँ 90,000 मात्रै है, तर तपाईँहरूले यसलाई मिलाएर लान सक्नुहुन्छ। बागमतीको छ 71 लटको भनेपछि अब यता यसलाई नामसारी गर्न पनि मिल्यो अनि त्यतिकै 2015 मोडलको 90,000 प्राइस भन्नुभएको छ। अर्को यो ट्याक्स फेल भएको है, यो चाहिँ देख्न सक्नुहुन्छ ट्याक्स फेल भएको र सिक्नको लागि यताउति घरायसी सामानहरू बोक्नको लागि पनि तपाईँले चाहनुहुन्छ भने चाहिँ लगभग 58,474 किलोमिटर कुदेको, 2013 को होला सायद। अनि जम्मा यसको प्राइस भनेको 45,000 मात्रै भन्नुभएको छ। यो 45,000 नम्बर पनि देखाइदिन सक्छु। यो चाहिँ यामाहाको है SZR जुन चाहिँ 155cc मा आउँछ, यो चाहिँ 155cc को SZR। त्यसरी नै अर्को साइन आयो, यो पनि मेचीकै हो, तपाईँले देख्न सक्नुहुन्छ मेचीको यहाँ। अनि अब यो पनि 125cc को राम्रो कन्डिसनमा छ र मोडल र प्राइस त म भन्दिनँ छु र पछाडिबाट पनि देखाइदिनेछु। र यसको प्राइस जम्मा 1 लाख मात्रै भन्नुभएको छ, 16 मोडलको हो र प्रायः टायरहरू पनि एकदम वेल कन्डिसनमा छ, एकदम अगाडिको पनि नयाँ छ, पछाडि पनि नयाँ छ, चेन्ज गरिएको छ। र किलोमिटर पनि कति कुदेको छ भन्दाखेरि जेन्युन 33,575 लगभग कुदेको छ जुन तपाईँले त्यसमा देख्नुभयो होला। अर्को यो चाहिँ अलिक नबिकेरै रहेछ, यो धेरै दिनदेखि हो। यसको यो मोडल 2022 को 2,10,000 भन्नुभएको छ, अफ रोड कुदाउनहरूको लागि चाहिँ होइन। तपाईँले देख्न सक्नुहुन्छ मोडल पनि है। अनि म अगाडिबाट पनि देखाइदिने छु। रोड बाइक भन्दाखेरि अब अर्को यो है, चाहियो भने चाहिँ 2,10,000 मा 2022 मोडलको लान सक्नुहुन्छ खोज्दै हुनुहुन्छ भने। त्यसरी नै अर्को पल्सर 150 आएको छ,
नम्बर अगाडिबाट देखिएन होला, म पछाडि देखेँ टायर चाहिँ गइसकेको छ होइन, तर टायर केही इस्यु भएन भने अर्को भनेको यो मोडल चाहिँ म भनिदिन्छु भने नम्बर चाहिँ यहाँ छ, टायरको कन्डिसन राम्रै छ र प्राइस 1,65,000 भन्नुभएको छ यसको प्राइस चाहिँ। र चाहिँ 21 मोडलको जम्मा 32,658 किलोमिटर मात्रै कुदेको छ, तर नेगोसिएबल प्राइस रहनेछ। यहाँ चाहिँ तपाईँहरूले अनलाइन मार्फत पनि सम्पर्क गरेर लिन सक्नुहुन्छ भने भाडामा त अभियसली एभाइलेबल छँदैछ। त्यसरी नै 150 स्ट्रिट यो एभेन्जर तपाईँले 2013 यो 13 मोडलको 17 मोडलको 1,30,000 मात्रै भन्नुभएको छ प्राइस चाहिँ है। अगाडिबाट पनि म देखाइदिन सक्छु तपाईँहरूलाई, यहाँ छ यो मेचीको भने नेगोसिएबलै रहनेछ। टायर अगाडि पछाडि दुइटै एकदम कन्डिसनमा छ, मैले देखाइदिइरहेको छु, तपाईँले हेर्न पनि सक्नुहुन्छ। भने किलोमिटर चाहिँ कति कुदेको छ भन्दाखेरि चाबी छैन यसको, हेर्न मिलेन भने अर्को सेम प्राइसमा 1,25,000 यो चाहिँ है 2016 मोडलको त 17 भयो, यो चाहिँ 16 मोडलको है, यो चाहिँ ब्ल्याकमा भयो सेम। टायर पनि अगाडिको एकदम नयाँ चेन्ज गरेको छ, जुन तपाईँले देख्न सक्नुहुन्छ टायर है। अगाडिबाट म देखाइदिन्छु दुइटैलाई कस्तो देखिन्छ भनेर। लुक्स चाहिँ हल्का फुल्का स्क्र्याच त भइहाल्छ। र 2016 मोडलको 1,25,000, त्यसरी नै 2017 मोडलको 1,00,000 कति भन्ने त ल 30,000 भनेको 5,000 को फरक छ, 1 वर्षको फरकमा 5,000 को फरक छ भने। त्यसरी नै अर्को छ कोसीको यो 24 स्लटको, जुन तपाईँले देख्न सक्नुहुन्छ। टायर त ठिकै छ टायरको कुरा गर्दाखेरि होइन, V2 यामाहाको यसपछि नै यामा बढी चलेको र हामी किलोमिटर पनि हेर्नेछौँ चाबी अन गरेर। त्यसपछि पछाडिबाट पनि देखाइदिनेछु म है। पछाडिको टायर पनि एकदम राम्रो छ, पछाडिको चाहिँ कलर त दामी भएछ। अनि 2016 मोडलको 1,25,000 भन्नुभएको छ। किलोमिटर चाहिँ अलिक ट्रिपमा रहेछ, कति गयो कि ओडोमिटर 68,683 किलोमिटर कुदेको रहेछ यो चाहिँ। 1,25,000 2016 मोडलको। र त्यसरी नै अर्को आयो तपाईँको NS, यो चाहिँ है 2022 मोडलको 2,00,000 कति होला भन्नु त। 2022 मोडलको म पहिले चाबी अन गर्छु, ओडोमिटर पनि देखाइदिन्छु र पछि भन्नेछु है त प्राइस कति मोडलको भने। पहिले यो नन स्क्र्याच छ, एकदम वाइट मोडलमा तपाईँले खोज्दै हुनुहुन्छ चाहिँ कलर है कम्बिनेसन राम्रो छ भने। अर्को NS को यो चाहिँ 3D उसमा रेचिङमा बनाएको रहेछ नम्बर प्लेट, यो पनि अगाडिबाट देखाइदिनेछु भने। यो कति किलोमिटर कुदेको छ भन्दाखेरि 16,673 किलोमिटर कुदेको रहेछ यो जम्मा। र म प्राइस मोडल पनि भनिदिने छु, एकदम राम्रो मेन्टेन गरेर राखेको रहेछ यो चाहिँ है। अझै पनि म देखाइदिन सक्छु, यता ग्राफिकहरू पनि लगाएको छ। 2,80,022 मोडलको प्राइस फेरि पनि भनिदिन्छु, 2,80,022 मोडलको। र अर्को 2021 मोडलको NS को यो चाहिँ FI हो, अनि यो चाहिँ 2021 मोडलको 1,60,000। यो चाहिँ कार्बोरेटर भर्जनमा हो भने त्यो चाहिँ FI हो। र टायर पनि एकदम नयाँ छ, चेन्ज गरेको छ, चेनको कन्डिसन पनि एकदम राम्रो छ। कति किलोमिटर कुदेको छ भन्दाखेरि हामी हेर्न सक्छौँ, ओडोमिटर 23,138 किलोमिटर जम्मा कुदेको रहेछ। र अगाडिको पनि टायर राम्रै छ, कन्डिसन तपाईँले देख्न सक्नुहुन्छ। ओइल कुल, यो चाहिँ कार्बोरेटरको FI। अर्को ड्युक आयो है, यो ड्युक तपाईँले हेर्न सक्नुहुन्छ अरेन्ज कलरको। पुरानो अरेन्ज कलर मनपर्नेहरूलाई चाहिँ धेरै सुटेबल हुनेछ। यो चाहिँ 2016 मोडलको 1,90,000 मात्रै है। 2016 मोडलको 1,90,000। यो चाहिँ तपाईँले कहाँ खोज्दै हुनुहुन्छ भने ड्युक है 200 cc को यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। राम्रो रेसिङ DNA भएको होइन। फेरि पनि भनिदिन्छु 2016 मोडलको 1,90,000 भन्यो। त्यसरी पनि V3 अर्को मेचीको, सरी यो चाहिँ कोसीको थियो कि कहाँको थियो यो प्रदेश, यहाँ नम्बर पनि देख्न सक्नुहुन्छ, मैले नम्बर देखाइदिएँ भने। अर्को मे 11/8103 राम्रो नम्बर रहेछ। र प्राइस त म भनिदिन्छु, मोडल 2019 को हो र 1,55,000 मात्रै यसको प्राइस भन्नुभएको छ। किलोमिटर हामी चाबी अन गरौँला तबसम्म टायर राम्रो छ, इन्जिन खोलिएको छैन भन्नुभएको छ, राम्रो छ अरे, नन एक्सिडेन्टल अरे। म देखाइदिनु नै छु तपाईँहरूलाई फेरि पनि होइन। अनि 1,55,000 2019 मोडलको ओडोमिटरमा 42,000 कुदेको रहेछ है। जम्मा यो 42,000 किलोमिटर कुदेको यो V3 R15 को V3 फेरि कन्फ्युज हुनु होला। यो चाहिँ चाबी मोडिफाई गरेछ, चाबी अन गरौँला। र मोडल पनि 2020 को हो। र प्राइस म एकछिनमा भनिदिनु छु तपाईँहरूलाई भने। यहाँ देख्न सक्नुहुन्छ टायर पनि राम्रो ग्रिपवाला लगाइएको छ भने। अगाडिबाट पनि देखाइदिनु छु, सबै लाइट लुकिङ ग्लासहरू पनि चेन्ज गरिएको रहेछ। तर
अगाडिको टायर पनि यता पनि चेन्ज गरेको छ होइन, मजाले राम्रो खालको मोडिफाई गरेको रहेछ। 30,000 मात्र कुदेको रहेछ किलोमिटर चाहिँ होइन। अनि प्राइस फेरि भनिदिने चाहिँ 2020 मोडलको 2,80,000, तर त्यो पनि नेगोसिएबल रहने नै छ। र तपाईँहरूले त्यसरी नै गाउँमा बाइक खोज्दै हुनुहुन्छ चाहिँ आइएन रिकन्डिसन अहिले चाहिँ ठ्याक्क बेलडाङ्गी रोडमै आएको छ, जुन चाहिँ डल्फी स्किन केयर जुन तपाईँले त्यहाँ देख्नुहुन्छ डल्फी स्किन केयरको ठ्याक्क अपोजिट या नमस्ते रिकन्डिसन हाउसको ठ्याक्क अपोजिटमा चाहिँ आइएन रिकन्डिसन अहिले अब यहाँ बन्दैछ। अब चाँडै अरू फुल भएपछि फेरि हामी भिडियो अपलोड गर्ने नै छौँ। र आजको भिडियोलाई यहीँ गर्न चाहन्छु र आगामी दिनमा चाहिँ फेरि पनि हामी अरू भिडियो लिएर आउनेछौँ भन्दै